महिनौं समय खर्चिएका छौं। अब हामी तपाईहरू सामु संसद गेटको अगाडि भदौ 23 गते ठ्याक्क के भएको थियो भन्ने बारे अहिलेसम्मको सबैभन्दा विस्तृत विवरण प्रस्तुत गर्न सक्ने भएका छौं। 11:58 प्रदर्शनकारी र हतियारधारी प्रहरीहरू आमुने सामुने हुन्छन्। अधिकांश भीड शान्त छ, तर अग्रपन्थीमा तनाव छत्ताछुल्ल भएर हिंसा बन्छ। केही प्रदर्शनकारी संसदको मूल गेटको छतमाथि उक्लन्छन्। सवा 12 बजे एक समूहले पर्खाल तोड्छ। उनीहरूलाई प्रहरीले तुरुन्तै पछाडि धकेल्छन्। डिस्कर्डमा केही प्रदर्शनकारीहरू चिन्ता व्यक्त गर्न थाल्छन्। भिडमा हामी श्रीयमलाई देख्छौं। आफ्नी आमाले नजाऊ भन्दै यहाँ आएका छन्। जान्छु भने अघिल्लै दिन उसले भनेको थियो, भन्न चाहिँ नभनेको होइन। किन जानु पर्यो यस्तोमा, के हुन्छ पर्दैन जान भने। अनि अब हामी जेन्जी केटाकेटीको ड्रेसमा जान्छौँ, हामी माइनरलाई कसैले हात पनि लाउँदैन। उनले भ्रष्टाचार विरुद्ध युवाहरू लेखिएको ब्यानर बोकेका छन्, तर सबैजना उनी जस्तै संयमित छैन। 12:30 कर्फ्यू घोषणा हुन्छ। अब यो भेला गैर कानुनी बन्छ। फोनमा कुरा फैलिन्छ। तर कर्फ्यू घोषणाले स्थिति झन बिगारेको झैं हुन्छ। प्रहरीले अश्रु ग्यास र रबरको गोली हान्छ। तर उनीहरूको कारबाही अस्तव्यस्त छ। केही प्रहरीले त प्रदर्शनकारी माथि उल्टै ढुङ्गा प्रहारसम्म गर्छन्। गेट घरमा आगजनी भएको देखेर अत्तालिएका अधिकारीहरूले आफ्ना वरिष्ठहरूसँग घातक गोली प्रयोग गर्ने अनुमति मागे। त्यस दिनको प्रहरी रेडियो अभिलेखको गोप्य प्रतिबाट हामीले यो जानकारी पाएका हौं। अभिलेखका अनुसार दिउँसो 12:40 बजे नै घातक बल प्रयोग गर्ने अनुमति दिइएको थियो। त्यससँगै घटनाक्रमले कोल्टे फेर्छ। त्यसपछिका 2 घण्टामा कम्तीमा 6 प्रदर्शनकारीलाई गोली लाग्छ। तीमध्ये 5 मर्छन्। अब हामी घटनाक्रमलाई बिस्तारै हेर्दै ती गोली प्रहारका विस्तृत विवरण देखाउनेछौं। पहिलो गोली प्रहार संसद परिषदको कुनामा हुन्छ। पीडित 34 वर्षे विनोद महर्जन हुन्। त्यस गोली प्रहारका कुनै भिडियो हामीले भेटेनौं, तर 1:15 बजे टाउकोमा गम्भीर चोट लागेका विनोदलाई बोकेर लैजाँदै गरेको देख्छौं। पछि अस्पतालमा उनले ज्यान गुमाउँछन्। गोली प्रहार बारे खबर डिस्कर्डमा तुरुन्तै फैलिन्छ। र सडकको रिस चुलिएर क्रोध बन्छ। प्रहरी अलमल्ल बनेको छ। एउटा समूहलाई गेट बाहिर चेपुवामा बारिएको छ। प्रहरी समयक्रम अनुसार दिउँसो 1:42 अधिकारीहरूबीच खैला बैला फैलिन्छ। पुलिस सबै रक्ताम्य भएर मर्ने अवस्थामा छन्। मेन गेटमा गोली हाल्नुपर्ने अवस्था छ। भीडको आक्रमण 4 मिनेटसम्म चल्छ। अन्त्यमा अश्रु ग्यास प्रयोग गर्दै भीडलाई पन्छ्याएर प्रहरी